कमिटीका सचिवज्यू, यसै गरी आज हाम्रो नेकपा एमाले तुलसीपुरको वडा नम्बर 10 को वडा भेलाका वडा अध्यक्ष कमिटीका वडा अध्यक्ष आत्माराम दितालज्यू, यसै गरी आजका विशिष्ट अतिथि मेरो अग्रज एकदमै नेकपा एमालेमा सङ्कटको बेला पनि शक्तिशाली सङ्ग्राममा उभिएका हाम्रा अङ्कल उपेन्द्र गौतमज्यू र नरबहादुर गोलीज्यू र यहाँ सबै मेरा अग्रज व्यक्तित्वहरू र मेरा आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा म न्यानो अभिवादन टक्राउन चाहन्छु। आज विशेष गरी हामीले यो भेला किन गर्दैछौँ भने सबै अग्रज वक्ताहरूले भनिसक्नु भएको छ। म छोटो कुरा गर्न चाहन्छु। सबैलाई कामको सिलसिलामा अहिले धानको महामारी छ, धान स्याहार्ने बेला छ, आत्तिनु भएको छ। म दुईवटा थोरै कुरा गर्न चाहन्छु। सबै अग्रज साथीहरूले भनिसक्नु भएको छ। आज यस भेला गर्नुको उद्देश्य हामीले विशेष गरी जिल्ला केन्द्रबाट आएको सर्कुलर आज यस 2082 साल 7 महिना 22 गतेको यो 22 गते हाम्रो नेपालभरि नै हाम्रो यो वडा भेला एउटै समयमा गर्ने, एकै दिन गर्ने सर्कुलर आएको थियो र हामीले समयमा तलमाथि हुन जाला पनि हाम्रो सबै ठाउँमा आजकै दिन यो वडा भेला भइरहेको छ। यो वडा भेलामा विशेष गरी हामीले यो गएको भदौ 23 र 23, 24, 25 3 दिनको आन्दोलनले नेपालभरि एकदमै दुःखद घटना निम्त्याएको छ र हाम्रा संरचनाहरू, सरकारी संरचनाहरू लगायत हाम्रा विभिन्न व्यक्तित्वहरूका घरहरू जलाउने यो घुसपेटको आन्दोलन भएको थियो। जेनजीको नाममा भएको आन्दोलन एकदमै घुसपेट भएर सबै सरकारी संरचनाहरू ध्वस्त गराएको कारणले नै आज हामीले मालपोतमा जाँदा मालपोतमा पनि दुःख बेहोरेका छौँ, सङ्कट बेहोरेका छौँ। इलाकामा जाँदा इलाकामा पनि त्यस्तै सबै बेहोरेका छौँ। सबै सरकारी संरचनाहरूमा हामी मानवीय अवस्थामा हाम्रा मानवका अति आवश्यकता कागजातहरू गराउनु पर्ने हुन्छ। त्यो कागजातहरू बनाउन हामीलाई एकदमै समस्या परिरहेको छ। यस्तो कुराहरू यो जेनजीले गरेको होइन। जेनजीको नाममा घुसपेट भएको यो घोर विरोध गर्न चाहन्छु। म यसमा एकदमै दुःख व्यक्त गर्न चाहन्छु र त्यही क्रममा हाम्रो 10 नम्बर वडाको अवस्था पनि त्यस्तै जलाउने कुराहरू आइरहेको थियो र त्यसमा पनि आत्माराम र पुष्पा लामिछानेको घर पनि जलाउनुपर्छ भन्ने कुराहरू पनि मैले सुनेको थिएँ। कसैले फोन गरेर मलाई तपाईँ